आज हामी एउटा यस्तो हाई एन्ड आर्टिजनल मिठाई पसलको भ्रमण गर्दैछौँ जसले पृथ्वीकै सबैभन्दा स्वादिष्ट मिठाई बनाउने दावी गर्छ। यहाँका मुख्य सेफ, जसलाई मिठाईका पोप भनेर चिनिन्छ, उनको पुरै तालु खुइले टाउकोले तपाईँको मिठाईमा एउटा पनि कपालको झोक नभेटिने ग्यारेन्टी दिन्छ। अनुष्ठान सुरु हुन्छ। उनी अज्ञात उत्पत्तिको ससको प्याकेट च्यात्छन् र यसलाई एउटा यस्तो माटोको भाँडोमा खन्याउँछन् जसले कैयौँ राजवंशहरूको उदय र पतन देखेको छ। यहाँ कसैले पनि रेसिपीको बारेमा सोध्दैन। जसले सोधे उनीहरूले आफ्नो पेसा नै परिवर्तन गरे। एउटा भाँडो देखा पर्छ। यसको भित्तामा भएको कालो तहले चिल्लोपनलाई उछिनेर एउटा ऐतिहासिक कलाकृतिको रूप लिइसकेको छ। यसमा भुजा जान्छ, त्यसपछि म्याद नागेको कुकिज र 10 वर्ष अघिका साथीहरूले छोडेका नट्सहरू हालिन्छ। त्यसपछि आउँछ आलु, बजारकै सबैभन्दा ताजा, जसमा अझै पनि बाटो हिँड्ने मान्छेको पैतालाको छाप देख्न सकिन्छ। उनी छिटो छिटो काट्छन्। अलिकति मात्र ढिलो गरेको भए त्यो गहिरो खाडलमा खस्नबाट बच्न आलु चिच्याउँदै भाग्ने थियो। अन्तिममा कागती। यो सडकको किनारबाट टिपिएको हुनुपर्छ, अन्यथा यो पर्याप्त रूपमा पवित्र मानिँदैन। त्यही नै निचोरिन्छ र टेबलमा जम्मा भएको वर्षौंको इतिहाससँगै कागतीको रस पनि टप्प टप्प चुइन्छ। अन्तिम चरण, उनी हातैले बेसरी मोच्छन्। या मानव शरीर नै मिक्सर हो। यदि तपाईलाई यो स्वास्थ्यकर छैन जस्तो लाग्छ भने तपाईले पाककलाको रसायनशास्त्र बुझ्नु भएकै छैन।